युट्युब यस्तो समुद्र हो, जति जसले सकिन्छ उति पानी निकाल्दा हुन्छ। जसले जति सकिन्छ उति निकाल्नुहोस्, तर कहिल्यै घट्दैन, झन् बढ्छ। त्यही भएर यदि तपाईलाई इच्छा छ, चाहना छ, समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन, यो तपाईलाई पनि थाहा छ। किनकि 2008 देखि लगातार रूपमा लागेको मान्छे समय यति छिटो बित्यो नि, तर त्यसलाई सदुपयोग गर्न नसकेर आज म कन्टिन्यू लागिरहेको छु। तपाईं पनि लाग्नुहोस्। मैले यति वर्ष गुमाएँ भने तपाईले नगुमाउनुहोस्, यदि चाहना छ भने। किनकि बगेको खोला फर्किँदैन, समय पनि त्यस्तै हो, फर्किँदैन। 2026 मा केही न केही हुनेछ। अगाडि बढ्नुहोस्, आजै सुरु गर्नुहोस्। यो भिडियो हेरेर तपाईले कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोस्। तपाईको लागि, सपोर्टको लागि म छु। 100% तपाई सक्नुहुन्छ। तपाईमा पनि यो क्षमता छ। आउनुहोस्, सँगै अगाडि बढौँ। एक लाइक, एक कमेन्ट, एक सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।